हेलो गाइस, अहिले हामी मेलम्चीमा पुगिसकेछ। अफ रोड बाटोतिर हिलो भएको पनि ठिकै बाटो छ। त्यहाँ किसान कस्तो दामी भ्यू छ अहिले। खत्रै छ खत्रै यो। हामी 4 जना जान लागेछ 2टा स्कुटरमा। स्कुटरले तार्न सकेको छैन, त्यही नि पेलेर चलाएर आइसक्यो हामी। त्यही नि ठिकै छ, स्कुटरले आउन सक्छ हो केटाहरू। स्कुटरले नि आउँदा हुन्छ। सही छ, एकदम सही। यहाँबाट काठमाडौँमा पानी जान्छ, मेलम्चीको खानेपानीको मुहान छ यतातिर अगाडि गएर। क्या दामी छ कि भ्यू। अफ रोड गाइज, हिलो नै हिलो छ बाटोभरि पुरै। त्यही त, ठ्याक्क हिलो नै हिलो छ। तर पानी नपरेर हामीलाई ठिक्क अलिअलि भएको छ। त्यही नि अब हिलो आइसक्यो। र जे होस्, ठाउँ चाहिँ बब्बाल रहेछ घुम्नलाई आउनलाई। भ्यू नि खत्रै छ कि। तर बिहानै आयो भने खत्रै देखिन्छ। सानो वाटर त्यहाँ देखिन्छ। झर्ना हुन्छ सानो गरेर बाटोमा। यो सानो आइरहेको छ त्यहाँबाट झर्ना। यहाँ पसलको सटरै बन्छ, ज्यानै खान मिलेन अहिले, अगाडि खान्छ। यस्तो दामी भ्यू छ। बाटो चाहिँ अफ रोडै छ कि, ढुङ्गा भएको छ। तर जे होस् दामी छ, घुम्नको लागि ठाउँ दामी छ। बाइक लिएर आउँदा त सजिलै हुन्छ, तर स्कुटर लिएर हल्का गाह्रो छ। तर त्यही नि आउन सक्छ। त्यहाँ किसान यति हल्या छ स्कुटरमा त। बाटो चाहिँ के हो फेरि। त्यही त यार, यहाँ गाडी चलाउने मान्छेले हात दुखिसकेछ। ब्रेक लगाउने, झाप्प रोक्ने, फेरि छोड्ने, रोक्ने, ह्यान्डल नि चलाउनु परेछ यस्तो। बाटो बनिसकेपछि घुम्नलाई त्यहाँ दामी ठाउँ हुन्छ कि। सानो इसान, यहाँ हात दुख्या छैन इसान? यो oh guys, यस्तो खत्रै छ के बाटो त पुरै। ट्रक नि गइरहेको छ, बिस्तारै काम चल्ला होला। यहाँबाट केही लगिरह होला कि ट्रकबाट सामानहरू। रोडहरू नि बनिरहेको छ बिचमा। पछि गएर आउने दिनमा अगाडि गएर रोड बाटोहरू नि बन्छ राम्रो, अनि सजिलो हुन्छ आउनलाई। यहाँ भ्यू चाहिँ के फेरि के हो कि, यस्तो बब्बाल छ भ्यू चाहिँ त। अँ 220 बाइक यस्तो दामी। 220 हुँदा साइन यार पार्क लागि ठिक गाडी चल्छ त। मेलम्चीको बाटो यहाँ आइसक्यो हामी। ठ्याक्क अगाडि अब गएर मेलम्ची कटिसकेपछि यस्तो अफरोड एउटा डाँडा कटिसकेपछि अगाडि हामी गएर मेलम्चीदेखि पुगिसकेछ मेलम्ची। अब यहाँबाट माथि अझै जानुपर्छ। यहाँ इसान लगेज भाइ। इसान यहाँ सानो झर्ना
मेलम्चीको नगरपालिका वार्ड नम्बर 12 मा हामी पुगिसकेको छ। 12 अगाडिको पछाडिको 13 थियो, यहाँ 12 मा अहिले आइसक्यो हामी। अब यहाँदेखि अझै बाँकी छ, अब अफरोड अगाडि छ कि के हेरौँ। हेलो गाइज, अहिले हामी अब मेलम्ची बजारमा पुगिसक्यो हो। बिच बाटोमा ठिकै ठिकै अफरोड भेटेको थियो, अब यहाँदेखि अगाडि अफरोड भेट्छ। हेलम्पू आइसक्यो हामी, इलाका प्रहरी कार्यालय। यहाँदेखि त यस्तो बाटो छ, पुरै ढुङ्गा भएको बाटो छ यार। पुरै भाइब्रेट भइरहेछ गाइज, ढुङ्गा छ। अफरोड छ क्या, अफरोड खत्रै। वे टु सर्सिङ झर्ना छ, यहाँ माथिदेखि जानुपर्छ। तर यस्तो छ उकालो छ यार, जान्नै सकेको छैन स्कुटर लिएर आएको। त्यही ओर्लेर गइरहेको छु कतै। धेरै मेलम्चीदेखि अगाडि त अफरोड छ कि, बाइक लिएर आयो भने सजिलो छ, स्कुटर लिएर आएर तान्न सक्दैन। हेलो गाइज, यस्तो खत्रै बाटो छ यहाँ, पुरै उकालो छ अनि यस्तो खत्रै अफरोड छ, स्कुटर तान्नै सकेको छैन। यतिसम्मको गाह्रो स्ट्रगल गर्नु परेछ। हिँडेर आएको यार, थाकिसक्यो। पुग्न लागिसक्यो। अनि त्यसपछि त अहिले पानी पर्न थाल्यो अनि अफरोड त अफै रोड छ, लास्टै यो उकालो छ। उकालै चढ्ने गाह्रो भइरहेछ यस्तो स्कुटर, अनि स्कुटर गइरहेछ एक्लै। अनि अहिले चाहिँ हिँड्दै गइरहेको छु, म एक्लै हिँड्दै गइरहेको छु, छाता छ मसँग, अनि एक्लै गइरहेको छु। उनीहरू अगाडि गइसकेको छ, पुगेर उसलाई छोडेर आउँछ फेरि लिन भयो भने, अहिले नत्र हिँड्दै जानुपर्छ, लास्टै गाह्रो। हेलो गाइज, अब हामी झर्ना लिन पुग्न लागिसके। यस्तो अफरोड बाटो कटेर यस्तो के भन्नु, यस्तो गाह्रो गरेर आएको हामी अगाडि। अब खत्रै पानी परिरहेछ, पानीमा ट्राभल गर्नेको बेग्लै मजा छ, खत्रै छ। तैँले अगाडि सन्त गइरहेछ, हामी यहाँ स्कुटरमा खत्रै आइरहेछ, पानी परिरहेछ। त्यहाँ खत्रै मौसम भएको छ कि, त्यहाँ रमाइलो सही छ गाइज। यस्तो कालो बाटो छ हेर, यस्तो कालो छ। अब ओर्लिनु पऱ्यो, यस्तो स्ट्रगल गर्नु परेछ यार। पानी परेर त यार यति भएको छ। तर सानो झर्ना भेटिरहेछ कि बिच बाटोमा, खत्रै झर्नाहरू नि छ, रमाइलो नि लागिरहेछ। यस्तो फेरि स्ट्रगल नि गर्नु परेछ कि, राम्रो ठाउँ हेर्नको लागि राम्रो स्ट्रगल नि गर्नुपर्छ, त्यही हो। तर अब हामी पुग्न लागिसक्यो, लास्टै मिहिनेत गरेर। स्कुटर लिएर आउनै धेरै गाह्रो छ गाइज, बाइक लिएर त गाह्रो छ। त्यही नि सक्छ। ल जाउँ। ए ल, ऊ त्यहाँ अगाडि एउटा सानो झर्ना छ, वा तेरिका कति जोडले पानी पर्न थाल्यो। झर्ना गाइज सानो, पहिलेदेखि यस्तो झर्ना सानो यस्तो दामी छ। अगाडि गएर कस्तो होला चाहिँ दामी यार। पानी परेर त हैरानै पार्दैछ। म यसरी छाता लिएर बसिरहेको छु पछाडि स्कुटरमा, के हो बाटो यस्तो छ, पानी परेपछि हिलो हुन्छ। तपाईँहरू आउनुहुन्छ भने रेनकोट लिएर आउनु होला राम्रोसँग, अनि केही ब्याकअपहरू गरेर बाइक बनाएर आउनु होला, कि गाह्रो नपरोस् भनेर। बाइक बनेको छ, राम्रो छ भने इजिली जान सक्छ क्या। यस्तो हिलो छ, पानी परिसकेपछि गाह्रो हुँदो रहेछ, हिलो छ। यहाँ चाहिँ एउटा झर्ना खत्रै छ, यहाँबाट गइरहेछ पानी तल। पानी परेर रोडै यस्तो छ, खत्रै रोड छ अफरोड। हेलो गाइज, अब हामी अझै आधी घन्टा लाग्छ यार। आधी घन्टा भन्दै कति कुदायो मान्छेहरूले सोध्दै आधी घन्टा 3 बजे फर्केर आउन भनेको
यही बजिसक्यो 1-2 यार। पानी परेछ अझै अब सिमसिमी परेछ। अनि स्कुटरमा गइरहेको बेला बेला हिँडेर जहाँ उकालो छ त्यहाँ स्कुटरबाट होइन पैदल गएर यत्तिकै हिँडेर बाटो त धेरै बिग्रेछ लास्टै तान्न सकेन गाडी फेरि छोडेको तल। तर भ्यू यस्तो दामी छ खत्रै छ यस्तो दामी छ क्या भ्यू। फेरि गाडी नै तान्न सकेको छैन अब जसरी भयो नि नजिक आइसकेको छ जाने नै हो भनेर गएर। तर सबैसँग सोद्धाखेरि कहाँ कति टाइम बाँकी छ सोद्धाखेरि सबले आधी घन्टा हो भन्छ। आधी घन्टै गर्दा गर्दा 11 बजेदेखि 1 बजाइसक्यो कुद्दा 2 घन्टा अझै अगाडि हिँडाइसक्यो यार। त्यही नि पुगा छैन यस्तो खतरा थाकिसक्यो यार के भन्नु। तपाईँहरूलाई सिनेमेटिक देखाउने छु खत्रै छ क्या यहाँको खतरा सिनेमेटिक लु। गाइस फाइनली अब हामी पुगिसक्यो घर यहाँनिर यति मिहिनेत गरेर यति स्ट्रगल गरेर खत्रै टाइम पिरियड लगाएर यार पुगिसकेँ। तर पुगेको चाहिँ हेर्न चाहिँ खत्रै पाउँछ क्या भ्यू। मेहनत गरेको चाहिँ यहाँ हेर्न पाउँछ क्या सही झर्ना हाम्रो अगाडि क्या सही छ। फेरि यहाँ बाइक पार्किङ गरेर तल यहाँ माथि चढ्नुपर्छ टिभीमा 5 मिनट। गाइस यहाँ पर तलदेखि सिडी चढेर फाइनली हामी झर्नानिर पुगिसक्यो। क्या बब्बाल यहाँ तलबाट बग्दै गइरहेछ उपर तलसम्म क्या सही लागिरहेछ यार। यत्रो मेहनत गरेको क्या खुसी लागिरहेछ सही हो। यस्तो भ्यू खत्रै छ क्या सही दामी भ्यू पिस। हेलो गाइस फर्किने बेला त राति भइसकेछ अनि जर्सिङको पुगेछ हामी। स्कुटरले त आउँदाखेरि यस्तो तनाव हुन्छ पुरै कुहिरो लागिसकेछ। तर इन्जोय गर्नलाई आउनुहुन्छ भने एकदम सही हो केही होइन। जर्सिङ पुगेको गेट फाइनली कट्यो हामी। केही गाह्रो त मान्नु पर्दैन त्यस्तो इन्जोय गर्नलाई आयो भने त्यस्तो एडभेन्चर गर्नलाई आयो भने त एकदम पर्फेक्टै हो लोकेसन चाहिँ। मान्छेहरू राति गइरहेको त्यहाँ स्टे गरेर बस्नलाई आउँदा हुन्छ यार। बडी डिले गरेर हामी डिले गरेर हल्का बिचमा गाडी प्रब्लम भएको बिग्रेर त्यही भएर तपाईँहरूको गाडी यदि ठिक छ भने आउँदा हुन्छ कि एकदम खत्रै छ झर्ना। अनि त्यहाँ जुक्कानी हुन्छ थोरै अनि सेफली नै जानु होला त्यही हो। अनि भयो भने नुनी बोकेर आउनु होला त्यो जुक्का छुटाउनलाई छुटेन भने यत्तिकै सेफ हुन्छ। अनि पावर पोइन्ट गरेर सबै सेटिङ गरेर आउँदा हुन्छ एकदम खत्रै एडभेन्चर खत्रै एकदम सही हो के सही। नाइट जस्तो एडभेन्चर भइदिएर यहाँ यार। फेरि यस्तो चिसो भएर अहिले फर्किने बेला पनि हामी पुरै कुल चिसो क्या खत्रै। यो सहर चिसो हुँदैछ त्यही त यार। यस्तो फर्किने बेला त यस्तो मजाले हामी आएको यार सबै। फेरि बिचमा त्यही हो तान्नै सक्दैन कि स्कुटरले त्यही नि एडभेन्चर गरियो एकदम मजा आयो यार गाइस।